नशाको लत लागिसकेको व्यक्तिहरू वा डिपेन्डेन्स भइसकेका व्यक्तिहरूले जीवनको अरू कुरामा किन ध्यान दिन सक्दैनन् त? यो मनोविज्ञान बुझ्नको लागि सबभन्दा पहिला नशालु पदार्थले शरीरमा पार्ने प्रभाव अथवा बायोलोजिकल इफेक्टहरू के हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। निर्भरताको अवस्था भनेको जीवनको साधारण क्रियाकलापहरू जस्तै खाना खानु, सुत्नु, कुरा गर्नु आदि सञ्चालन गर्नलाई पनि नशालु पदार्थको आवश्यकता पर्नु हो। जोसुकै व्यक्ति पनि आधारभूत आवश्यकताहरू पूरा गरिसकेपछि मात्रै जीवनको अन्य आवश्यकताहरूमा अगाडि बढ्ने हुन्छ। यदि तपाईँ ह्युमन साइकोलोजीमा अध्ययन गरिराख्नु भएको छ वा यसमा रुचि राख्नुहुन्छ भने म्यास्लोज हायरार्की अफ निड्स भन्ने कुरा तपाईँले सुनेको हुनुपर्छ। म्यास्लोको आवश्यकताहरू सम्बन्धी सिद्धान्त अनुसार कुनै पनि व्यक्तिले खाना, पानी, सास फेर्नु जस्ता आधारभूत आवश्यकताहरू पूरा गरिसकेको खण्डमा मात्रै जीवनको अरू उच्चतम आवश्यकताहरूमा अगाडि बढ्न सक्दछन्। उदाहरणको लागि यदि तपाईँले आफ्नो खाना खाने आवश्यकता पूरा गरिसक्नुभयो भने मात्रै मेरो कपाल मिलेको छ कि छैन भन्ने कुरामा ध्यान दिन सुरु गर्नुहुन्छ। त्यस्तै गरी लागु पदार्थको डिपेन्डेन्स भइसकेका व्यक्तिहरूको प्रथम आधारभूत आवश्यकता भनेको शरीरले माग्ने नशालु पदार्थ नै हो। उनीहरूले त्यो पदार्थ लिइसकेको अवस्थामा मात्रै जीवनको अन्य पक्षहरूको बारेमा सोच्ने गर्दछन्। यसको साथसाथै लागु पदार्थ लिइसकेपछि या त इन्टक्सिकेसनको अवस्थामा उसको दिमाग चलिरहेको हुन्छ र त्यो बेलामा दिमागमा अथवा मस्तिष्कमा जाने सन्देशहरू अवरुद्ध भइरहेका हुन्छन्। र त्यसको साथसाथै यदि सधैँ प्रयोग गर्ने नशा सेवन गर्न पाइरहेको छैन भने विथड्रलको अवस्थामा हुन्छ र त्यो बेलामा पनि संसारलाई हेर्ने उसको तरिका अथवा संसारलाई उसले जुन रूपमा देखिरहेको हुन्छ त्यो वास्तविक नहुन सक्छ। यसकारणले पनि अन्य कुराहरू जस्तै पेसा, स्वास्थ्य, आर्थिक स्थितिको बारेमा यो डिपेन्डेन्समा भइरहेका व्यक्तिहरूले आफ्नो ध्यान पुर्याउन सक्दैनन्।